गुड मर्निङ ब्युटिफुल पिपल एन्ड जय मसी सबैजनालाई। यो बिहानी तपाईँ सबैजनालाई फेरि पनि यो नयाँ ब्लगमा स्वागत गर्न चाहन्छु। ब्लग नम्बर 2। सो आजको दिन हामी यो पहाडमा छौँ। भने जस्तै डाँडामा बसालेको स लुक्न सक्दैन भनेर बाइबलमा एउटा भर्समा पाउँछौँ। सो त्यो अनुसार हामी जस्तै यो बोसन डाँडा अथवा बोसन घर भन्छ अथवा बोसन गाउँ भनेर हामी भन्न सक्छौँ। बिहान मात्र होइन है, साँच्चै नै एउटा नयाँ खुसीको माहौल हो। त्यो किन हो भनेर चाहिँ तपाईँले मेरो पहिलाको भिडियो हेर्नुपर्ने हुन्छ है। अनि सो आजको दिन फर्स्ट डे अफ आवर चर्च ओपनिङमा कस्तो अनुभव हुन्छ हामी त्यो कुरालाई देखाउनेछौँ। पक्कै पनि तपाईँहरू सबैजना मसँगै अन्तिमसम्म रहन सक्नुहुनेछ। तपाईँहरू सबैजनालाई यति भन्दै म अब यहाँदेखि यो भ्लगलाई म सुरु गर्न चाहेँ। जय मसी हो। जय मसी। ठिक छ नि त? एकदम ठिक छ। अब यहाँ चाहिँ हाम्रो ल जय मसी सबैजनालाई है। ल जय मसी है त। तातो पानी त मैले खाएकै छैन अन्त। तातो पानी पनि यस्तो जाडोमा होइन, यस्तो तातो पानी पनि पिउनु पर्ने हुन्छ। यहाँ चाहिँ कस्तो मजाको आरुको बोट देख्न सक्नुहुन्छ। यो फल्ने सिजनमा यो जुन फुल फल्छ है, यो चाहिँ यस्तो बवाल लाग्छ क्या। सो अब चाहिँ बाइबल हातमा बोकिसकेको छु है, किनभने अब अहिलेदेखि तयारी गर्नुपर्ने हुन्छ। त्यही भएको हुनाले यसरी भर्याङ हुँदै जाँदैछु तलतिर। यहाँ चाहिँ हाम्रो बहिनीहरू के गरेर हो खै ल ओके ठिक छ। अनि साँच्चै यो चाहिँ बाहिरको हाम्रो लुक है, यस्तो छ, दामी छ। सुध भाइ के भन्न चाहन्छौ? छैन, खुसी छौ नि? सो अब चाहिँ हामी यता किचनको भागमा आइपुगेका छौँ। अनि साँच्चै नै है परमेश्वरको राज्यमा एउटा सानो काम पनि एकदम ठुलो इनामको योग्य हुन्छ। त्यो भएको हुनाले चाहिँ हाम्रो दाजुभाइहरूले चाहिँ एकदम यहाँ मजाले बसेर दालहरू पकाउँदै हुनुहुन्छ। मासु भात सेवा सिकिन्छ, झ्याम खाने हो, त्यसपछि घरतिर जानुपर्छ है। यतिको मेहनती हुनुहुन्छ हाम्रो दाजुभाइहरू, सपोर्टिभ हुनुहुन्छ है। हो यो चाहिँ अनि हाम्रो जवान केटाहरूको रुम। हिजो चाहिँ नसुकेर हामी यता सुतेनौँ र अबको नेक्स्ट विक चाहिँ सायद यो सबै सुक्छ। अनि यहाँ चट्ट कार्पेट हुन्छ, स्पन्जहरू हुन्छ। अनि त्यसपछि हामी यहाँ सुत्नेछौँ, यहाँ आराम गर्नेछौँ। र बाहिरको हाम्रो भ्यू दृश्य चाहिँ यस्तो छ है। र अब चाहिँ अलिकति केही बत्तीको भागहरू अझै बाँकी छ। भटाभट सबैजना विश्वासहरू आउँदै हुन्छ है, यहाँ देख्न सकिन्छ। अनि नवीन ल जय मसी है सबैजनालाई। जय मसी। ल यसो जय मसी भनेर गइदिउँ होला। जय मसीमा फेरि पनि ल तपाईँलाई ल स्वागत छ है त। गाइज जय मसी है। ल जय मसी। ल है ल है ल है जय मसी हेलो। यस्तो छ होइन तलपट्टि। अब एकछिन तलपट्टि हेर्छौँ होइन कस्तो छ, के तयारी हुँदैछ यहाँ। ठुलाठालुहरूको गफ हुँदैछ है। के हुँदैछ यहाँ? मिठो मिठो है पाक्दैछ है। हेलो ल है ल है ल। हाम्रो अनुग्रह दाइ चाहिँ पूर्वबाट आउनु भएको। यहाँ चर्च विशेष चर्च ओपनिङ हुँदैछ भनेर होइन त? होइन त हजुर? हो नि है। ल धन्यवाद हजुरलाई पनि एकदम ठिक छ। अब हाम्रो यसलाई चाहिँ बन्द गरिदियो। अनि त्यसपछि 3टा 4वटा हाम्रो कस्टमर हुन्छ है। ल ल ल ल। अनि माथि बच्चाहरूलाई माथि कौसीमा यताउता जानु नदिनु, यहाँबाट फेरि हाम्रो राख्छन् है त। जय मसी आमा, जय मसी, जय मसी, जय मसी। ल हजुरलाई पनि स्वागत छ। ल नानीहरू पनि ज्ञानी भएर बस्नुहुन्छ है त। ल यता हाम्रो सबैजना उतापट्टि चाहिँ दिदी बहिनीको हो, अनि यतापट्टि चाहिँ हाम्रो दाजुभाइहरूको। अब चाहिँ पानी भरिदिनु पर्ने भयो है। पानी अलिकति भरेर राखिदिउँ।
ओके मै खानु पऱ्यो पानी क्लासमेट हो अब भन्छ हाम्रो सङ्गति सुरु हुनेवाला छ है कति बज्छ अहिले 11:22 भएको छ हाम्रो उहाँहरू आउँदै हुनुहुन्छ होइन सो अब हामी एकछिन सङ्गतिलाई सुरु गर्नेछौँ So I would like to welcome our institution that we have finished this. Currently, we are doing this fellowship first time here because we have ended that time in previous place. So this time, please come forward and we welcome you. Ma'am, Sabina, agadi आइदिनुहोस्. खुसी आनन्दित मन खुसी हृदय दिनुहोस् आशिष माग्छौँ परमेश्वर पिताको प्रेम यीशु ख्रीष्टको अनुग्रह पवित्र आत्माको सङ्गति र सहभागिता जसरी सुरुका मण्डलीमा थिए आजको मण्डलीमा तपाईँको दोस्रो आगमन नहुँदैछन् हामीसँग सदा सर्वदा भेट्छौँ अनि आशिष माग्छौँ येशू प्रभुको नाम सो फाइनली हाम्रो सङ्गति चाहिँ सकिसकेको छ है त्यो भएकोले अब हामी चाहिँ यहाँ बिदाई गर्दैछौँ सबैजनालाई जय मसी भनेर जय मसी सर नवीनको ल सबैजनालाई जय मसी है त जय मसी सबैजनालाई जय मसी भन्नु पऱ्यो नि त यहाँ नयाँ ठाउँमा आएर है जय मसी हजुर जय मसी ओके अब चाहिँ हाम्रो यहाँ छट्ट खानाको लागि चाहिँ लाइनहरू छ कतिको भोक लाग्दैछ तपाईँहरूलाई भोक त एकदम धेरै नै लागिरहेको होला है त्यत्रो उकालो चढी आउनुभयो छैन है शक्ति दिनुभएको छ प्रभुले आत्मामा शक्ति दिनुभएको छ शरीरमै शक्ति चाहियो तयारी हुँदैछ भित्र ओके भिडियो बनाउँदै हुनुहुन्छ है मिलन सर हामी भिडियो बनाउँदैछौँ ब्लगर हो सन्तोष मगर के अरे एक्सल मगर ब्लग होइन तपाईँ गएर सब्सक्राइब गर्नु सबैजनालाई ल हामी भित्र जानेछौँ है भित्र जानेछौँ ल यस्तो भइरहेछ हाम्रो तयारी ल है त अनुरोध दाइ के कस्तो छ अनुभव कस्तो भइरह ल यस्तो छ यहाँको तयारीहरू मासु दाइले चाहिँ भात हाम्रो परिवारहरू चाहिँ आउँदै हुन्छ यस्तो छ यहाँको माहौल है कति खुसीको माहौल छ अनि यो चाहिँ यस्तो भ्यू छ दामी वाउ जस्ट लुकिङ लाइक अ वाउ है भोग लागेर सुदर्शन है छैन त्यस्तो भोग मलाई लाग्दैन छैन है ल है थपी खाने ल है फाल्नु चाहिँ भएन थपेर चाहिँ खान पाइयो उतापट्टि छ यहाँबाट चाहिँ मजाले घाम लाग्दैछ है हाम्रो ल है अङ्कल ल साथीहरू अब चाहिँ भात खाने काम दिनु पनि भयो है भ्लग चल्छ नि अब सब्सक्राइब गर्नु भएन होला छैन एक गर्नु हजुरलाई पठाइन्छ ल फाइनली खाना चाहिँ खाइसकेका छन् हामीले है अब चाहिँ यसो हातमा कुचो छ अब मजाले यसलाई बढालिन्छ है सर्लाक गरेर अब भने चाहिँ यहाँ धोइएका भाँडाहरू चाहिँ भित्र राख्नुपर्ने भयो है यसलाई एउटा गरिकन यो ठुलो लान सकिन्छ होला त
सो अब चाहिँ म यो भिडियोको अन्तिममा आइपुगेको छु। सो यतिको समयसम्म हेरेर साथ सपोर्ट गर्नुभएको लागि धेरै धन्यवाद तपाईँहरू सबैजनालाई। अनि साँच्चै आजको दिन चाहिँ एकदम आशिषमय भयो है। अनि यो डाँडामाथि बसालिएको सहर, डाँडामाथि बसालिएको यो बिल्डिङ, यो चर्च, एउटा यो निर्जीव वस्तु मात्र भएको छैन, तर एउटा जिउँदो आराधना गर्ने एउटा भवन बनेको छ। अनि साँच्चै नै आजको दिन एकदम ब्लेस्ड भयो। अनि हामीले सङ्गति गऱ्यौँ, आराधना गऱ्यौँ है, प्रभुको प्रेममा हामी डुब्न पायौँ। अनि साँच्चै नै सबैजना विश्वासीहरू आउनुभयो, उहाँहरू आउनुभइकन चाहिँ यो सङ्गतिमा चाहिँ सहभागी हुनुभयो है। त्यसको लागि प्रभुप्रति म धेरै धन्यवाद दिन्छु है। अनि जति पनि सबै कुराहरू सक्यो है, अब किचनको कामहरूदेखि लिएर भाँडा मोल्ने अनि बढाल्नेदेखि लिएर सबै कामहरू हामीले सकाइसकेका छौँ। अनि परमेश्वरले यसमा पनि हामीलाई अनुग्रह गर्नुभएको छ। उहाँको शक्ति बिना, सहायता बिना हामी केही पनि गर्न सक्दैनौँ है। सो आजको लागि म यति नै भन्न चाहन्छु र अर्को पटक फेरि पनि भेट्न आउँछुसम्म तपाईँहरू सबैजना आशिषित भएर तपाईँहरू बस्न सक्नुहुनेछ भन्दै म अब यो भिडियोलाई यहाँ अन्त गर्छु। तपाईँहरू सबैजनालाई जय मसीह, प्रेज द लर्ड, बाई बाई।